सृजनात्मक कला भनेर पाठ दिएको छ। त्यो पाठबाट हामीले यहाँ बोर्डमा चालु बोर्डमा त्यहाँबाट हामीले यहाँ क्वेसन मैले यहाँ करेक्सन गरेको छु हैन। अनि यसको अवसरहरू यहाँ माथि दिएको छ। यहाँ निम्न शब्दको प्रयोग गरी खाली ठाउँ भर्नुहोस् भनेको छ। यो शब्दहरू प्रयोग गरेर हामीले यसमा भर्नु छ। अब जसको जुन आउँछ क्वेसन त्यसले त्यसबाट खोजेर के गरिदिने फिलअप गरिदिने है। म हेर्छु कति कति मैले जाने। यहाँ भनेको छ फोहोर मैलाले वातावरण सुनाइ यहाँ फोहोर मैलाले वरपरका वातावरण डट बनाउँछ। के बनाउँछ होला यसबाट खोज्ने अनि यहाँ भर्नु हुन्छ। ल सूर्य जाऊ त यहाँ हेर है। क नम्बरमा भनेको छ फोहोर मैलाले वरपरका वातावरण डट बनाउँछ। के बनाउँछ? रोगका कीटाणुहरू, दुर्गन्धित, दुर्घटना, महामारी। त्यसबाट हेर त्यो अप्सनहरूबाट कुन सही हुन्छ त्यो सार त्यहाँ खाली ठाउँमा भर। त्यो हुन्छ भएन। हेर के हुन्छ? फोहोर मैलाले वरपरका वातावरण डट बनाउँछ। रोगका कीटाणुहरू, दुर्गन्धित घटना, महामारी, माटो प्रदूषण। के हुन्छ हेर न त्यहाँ बोर्डमा हेर के हुन्छ? के रे राम्रोसँग भन। तिमीलाई मैले सोधेको छु के दुर्गन्धित लेख भर। जसलाई लेख नि त त्यहाँ भर खाली ठाउँमा। छिटो छिटो भर। झिँगा, लामखुट्टे र भुसुनाले डट सार्दछ। के सार्छ? के सार्छ? लेख रोगका कीटाणुहरूलाई फटाफट लेख। रोगका ल ल अब ग नम्बरमा फोहोर मैला पानीको मुहानमा मिसिएमा डट फैलाउँछ। के फैलाउँछ? के लेख्यो भन त? महामारी। ल यहाँ घ नम्बरमा फोहोर मैला जथाभावी फ्याँक्दा डट पनि हुन सक्छ। के हुन सक्छ? लेख दुर्घटना। ल ठिक छ। ल के बन्न सक्छ भन त? मल। के लेख। ल एकचोटि पढ्न दियो मलाई। प्लास्टिक, सिसा, धातुका टुक्रा र रासायनिक पदार्थहरूबाट डट हुन्छ। के हुन्छ रे? माटो प्रदूषण भन न। लेख त्यहाँ खाली ठाउँमा भर। ल दिसा पिसाब गर्नुपर्छ कहाँ रे? 4 PM मा। ल उसैलाई भन्न दियो। ल नउठ। ल